No. Good boy. Good boy. No, no, no. No. Good boy. Good boy. Bruno. Heavenly Father, thank you so much for this food, of this food glory. Praise Jesus' name. Amen. Amen. Bruno, amen. Sit down. Sit down. Good boy. Good boy. Good boy, Bruno. Look at me. Bruno. Look at me. Look at me, Bruno. Good boy. Good boy. Give me your hand. 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 Good boy. Good boy. Good boy. Good boy. This one. This one. Next hand. Next hand. This one. No. Don't catch. Don't catch. Don't catch. No. No, Bruno. No. No. Good boy. Sleep. 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 Good boy. Good boy. Good boy. Good boy. Good boy. This eyes. Eyes. This teeth. This nose. Nose. Bruno, sit down. Good boy. Good boy. हेर्नुहोस् त फ्रेन्ड, यो मैले पालेको डग हो, जर्मन शेफर्ड। यसले कतिवटा कुराहरू बुझ्छ। यसले प्रे नगरी खाना खाँदैन, प्रे नगरिकन मेडिसिन खाँदैन, प्रे नगरिकन वाटर खाँदैन, पिउँदैन। हेर्नुहोस् त कति ज्ञानी छ, कति गुड बोय छ। आज यो डगलाई हेरेर म मेरो जीवनमा एउटा अद्भुत रहस्यमय पाउँछु। आज परमेश्वरले बनाउनु भएका कुराहरू, आज यो डगले कति कुराहरू बुझ्छ। आज यसले खाना माग्छ, भुकेर खाना माग्छ, बोल्नु सक्दैन। जब म खाना लिएर आउँछु, प्रे नगरिकन खाना खाँदैन। त्यति मात्रै हो र म जब बाहिर निक्लिन्छु गाडी लिएर, ऊ मेरो चाबी पक्रिन आउँछ, नजानुस् भनिकन। म फेरि बाहिरबाट घरमा आउँछु, मेरो गेटको छेउमा आउँछ, घरको गेटको छेउमा। उसले खोल्नु सक्दैन, फेरि पनि उसले आवाज दिन्छ। गेटलाई उसले चढेर खोल्नु खोज्छ, कोतार्छ। हेर्नुहोस् त, यसको नाम ब्रुनो हो। यो मैले राखिदिएको नाम हो। कति राम्रो कुराहरू आज यो डगलाई देखेर, आज कति कुराहरू हामीले जान्न पाउँछौँ। उसले कति कुराहरू बुझ्न सक्छ। आज घरको रेखदेख गर्छ। म एक्लो जरुर रहनुपर्छ, तर पनि मेरो डगले मेरो रेखदेख गर्छ, मेरो घरको प्रोटेक्सन गर्छ। आज यो जर्मन शेफर्ड हो। यसको बारेमा त तपाईले युट्युब च्यानलमा देखिसक्नु भएको होला, हेरिसक्नु भएको होला। शेफर्डले चाहिँ के काम गर्छ, शेफर्डको अर्थ चाहिँ के हो। आज यसले घरको रेखदेख मात्रै होइन, आफ्नो मालिकको रक्षा गर्छ। बाहिरको कुराहरू उसले भित्र आउनु दिँदैन, भित्रको कुराहरू बाहिर जानु दिँदैन। यति साह्रो गुड बोय छ। यो मैले पालेको डग हो, यसको नाम ब्रुनो हो। आज परमेश्वरले मलाई यस्तो पाल्ने मन दिनुभएको छ। मलाई परमेश्वरले बनाउनु भएका जीवजन्तुहरू अति नै माया लाग्छ, अति नै। जब जब यसलाई कसैले गाली गर्यो भने म रुन्छु, मलाई दुःख लाग्छ। म कहिले गाली गर्दिनँ, मलाई अति नै मनपर्छ। किनभने कहिलेकाहीँ नटी हुन्छ, कहिलेकाहीँ मसँग खेल्छ, नटी गर्छ, फेरि पनि म उसलाई कहिले पनि हकार्दिनँ। उसलाई प्रेमले सम्झाउँछु, मायाले सम्झाउँछु। ब्रुनो, लुक एट मी। ब्रुनो, लुक एट मी। मम्मी, मम्मी। ब्रुनो, गिभ मी योर ह्यान्ड। ह्यान्ड। दिस आइज, दिस आइज। मम्मी, गुड boy, good boy. Mommy, give me your hand. Hand, beta, hand. Bruno, Bruno, mommy, mommy, mommy.
ब्रुनो डोन्ट ब्याट ब्रुनो हेर्नुहोस् त ऊ मेरो मसँग खेल्ने गर्छ उसलाई थाहा छ मेरो मम्मी हो भनेर मलाई टोक्दैन उसले मलाई कहिले पनि टोक्दैन मम्मी ब्रुनो मसँग खेल्छ रमाउँछ ब्रुनो गुड बोय अरे गिभ मी योर hand with the hand this one give me your hand no give me your hand ब्रुनो हेर्नुहोस् त कति ज्ञानी छ कति गुड बोय छ आज तपाईँ र हामी यस्तै हुनुपर्छ तपाईँ र हामीले यो कुरालाई बुझ्नुपर्छ हामीले पालेको जीवजन्तुहरूले हाम्रो रेखदेख मात्र होइन हामीलाई असल कुराहरू सिकाउँछन् आज मान्छे चाहिँ कति घमण्डी हुन्छ आज तपाईँ र हामीले आफ्नोलाई चिन्न सक्दैनौँ तपाईँ र हामीले आज मान्छेलाई चिन्न सक्दैनौँ आज तपाईँ र हामीमा घमण्ड छ तर यो डगलाई हेर्नुहोस् त यो कति मायालु छ कति प्रेमिलो छ ब्रुनो डोन्ट बाइट मम्मी ब्रुनो गिभ मी योर hand this one no गुड बोय हेर्नुहोस् त हात दिएको हेर्नुहोस् त उसले हात मिलाउँछ हात दिन्छ हेर्नुहोस् न मलाई हात दिइरहेको छ ब्रुनो मम्मी गिभ मी योर hand no don't bite give me your hand ब्रुनो 5 month only 5 month यो चाहिँ 5 महिनाको मात्रै भयो मैले सानो ल्याएको थिएँ यो चाहिँ मैले बाहिरबाट मगाएको मेड इन USA यो चाहिँ बाहिरबाट मगाएको मेरो हस्बेन्ड जब युएसएमा हुनुहुन्थ्यो अनि उहाँले नै यो लिएर आउनुभएको सानो यति सानो ल्याएको थियो बेबी एकदमै सानो एउटा सानो ब्यागमा लिएर आउनुभएको थियो अन्त यसलाई हामीले ठुलो बनायौँ सानोमा मसँग बस्थ्यो मसँग सुत्थ्यो मेरो बेडरुममा आएर बस्थ्यो हामीले त यति ठुलो हुन्छ भनेर सोचेकै थिएनौँ यति ठुलो हुन्छ हामीसँग यसरी खेल्छ भनेर सोचेको थिएनौँ तर परमेश्वरले यसको फिक्री गर्नुभयो परमेश्वरले यसको चिन्ता लिनुभयो परमेश्वरले यसलाई हुर्काउनु बढाउनु भयो हामी त असमर्थ थियौँ यसलाई हुर्काउनु बढाउनु हेर्नुहोस् त कसरी उसले भुक्छ साउन्ड गर्छ ब्रुनो परमेश्वरले यसको रेखदेख गर्नुहुन्छ म सधैँ यसको लागि प्रे गर्ने गर्छु सधैँ यसको स्वास्थ्यको लागि प्रे गर्ने गर्छु परमेश्वरलाई जिम्मा लाउँछु म प्रभु तपाईँले दिनुभएको डग हो यसलाई हुर्काउनुहोस् बढाउनुहोस् यसको स्वास्थ्यमा बढाउनुहोस् म सधैँ यसको लागि प्रे गर्ने गर्छु परमेश्वरले यसको फिक्री गर्नुहुन्छ हेर्नुहोस् त उसले मसँग खेल्नु पाएन ब्रुनो आज तपाईँ हाम्रो फिक्री पनि परमेश्वरले गर्नुहुन्छ जसरी आज डगलाई परमेश्वरले ठुलो बनाउनु भयो आज 5 मन्थको हो यसको एज only 5 month यसको वेट कति छ थाहा छ तपाईँलाई यसको वेट 45 kg छ आज 5 मन्थमा 45 kg तपाईँहरूले यस्तो डग देख्नुभएको थिएन होला किनभने यो मैले पालेको डग हो म यति माया गर्छु यसलाई यो बिना म एकछिन बस्नु सक्दिनँ किनभने म कहीँ जान्छु यसको याद आउँछ के खायो होला के गर्दैछ होला भनेर राति भुक्छ म बाहिर निस्केर हेर्छु के देखेर भुक्यो होला भनेर तर तपाईँ हामीले यो कुरालाई बुझ्नुपर्छ ब्रुनो सिट डाउन बेटा सिट डाउन हेर्नुहोस् त खेलेको ब्रुनो मम्मी डियर मम्मी सिज मम्मी ब्रुनो गुड बोय हेर्नुहोस् त उसले यहाँ क्यामेरा खोज्दैछ
हात मलाई दिँदैछ गिभ मी योर ह्यान्ड गुड बोय हेर्नुहोस् त हात दिएको गिभ मी योर ह्यान्ड नेक्स्ट ह्यान्ड ह्यान्ड गिभ मी योर ह्यान्ड गुड बोय मम्मी पप्पी बेटा पप्पी मम्मी पप्पी मम्मी पप्पी गुड बोय हेर्नुहोस् त गुड बोय बुनु मम्मी पप्पी सो ब्युटिफुल आज कति राम्रो सुन्दर कुराहरू हो यो आज परमेश्वरले हामीलाई यस्ता सुन्दर सुन्दर कुराहरू दिनुभएको छ जो चाहिँ हामी बाहिरी रूपमा हेर्छौँ आज यो बाहिरी रूपमा हाम्रो देखभाल गर्छ तर भित्री रूपमा चाहिँ परमेश्वरले गर्नुहुन्छ हेर्नुहोस् त ब्रुनो सिट डाउन बेटा सिट डाउन डोन्ट प्ले हेर्नुहोस् त बस्यो गिभ मी योर ह्यान्ड बेटा नो आज तपाईँ र हामीले बुझ्नुपर्ने कुरा हो उसको आमा बाबा छैन कोही छैन फेरि पनि ऊ आफ्नो दुनियाँमा खुसी हुन्छ मै हो उसको आमा उसले मलाई नै आमा सम्झिन्छ म ती माया गर्छु जब हाम्रो ब्रुनोलाई केही हुन्छ म रुने गर्छु उसको आँखाबाट आँसु आउँछ अनि म महसुस गर्ने गर्छु काहीँ डर भयो होला काहीँ दुःख भयो होला उसलाई आज तपाईँ र हाम्रो पनि फिक्री परमेश्वरले गर्नुहुन्छ हाम्रो परमेश्वर यसरी रुनुहुन्छ तपाईँ र हामीलाई देखेर तपाईँ र हाम्रो जीवन देखेर हाम्रो परमेश्वर दुःखी हुनुहुन्छ अनि उहाँले तपाईँ र हामीलाई बचाउनको निम्ति क्रुसिफाई हुनुभयो मर्नुभयो आफूलाई उहाँले आज क्रुसमा बलिदान गर्नुभयो आफूले आफूलाई उहाँले सेक्रिफाई गरिदिनु भयो तपाईँ र हाम्रो निम्ति आज साँच्चै नै तपाईँ र हामीले बुझ्नुपर्ने कुरा हो हेर्नुहोस् त कति राम्रा कुराहरू हुन् परमेश्वरले यसलाई ज्ञान दिनुभएको छ बुद्धि दिनुभएको छ सब चिजको समझदार छ हेर्नुहोस् त माथि चढिरहेको छ हेर्नुहोस् त ब्रुनो नट गुड गुड बोय स्लिप बेटा स्लिप गुड बोय हेर्नुहोस् त ब्रुनो हेर्नुहोस् त मलाई उसले तान्दैछ यता आऊ भनिहेर्कन नो बेटा नो सिट डाउन गुड बोय हेर्नुहोस् त उसले भाषा बुझिहाल्छ सिट डाउन भन्ने बित्तिकै बसिहाल्छ डोन्ट साउन्ड बेटा डोन्ट साउन्ड आज परमेश्वर कति महान उहाँ कति ग्रेट हुनुहुन्छ आज उहाँ पिसफुल हुनुहुन्छ उहाँ आज तपाईँ र हाम्रो जीवनको निम्ति फिक्री गर्नुहुन्छ तपाईँ र हामीलाई नाश भएको उहाँले देख्नु सक्नुहुन्न आज तपाईँ र हामीले यो कुरालाई बुझ्नुपर्छ तपाईँ र हाम्रो जीवन चाहिँ नष्ट भएको उहाँले चाहना गर्नुहुन्न तपाईँ र हामीलाई बचाउनको निम्ति आज उहाँ क्रुसिफाई हुनुभयो कालोभरीको क्रुसमा मर्नुभयो आज उहाँ निर्दोष भइकन पनि दोषी हुनुभयो आज उहाँले पाप गर्नुभएको थिएन तर उहाँ पापी हुनुभयो किन तपाईँ र हामीलाई मुक्ति दिनुको लागि जीवन दिनको लागि कहिलेकाहीँ तपाईँहरूले परमेश्वरको बारेमा सुन्नुभएको होला परमेश्वरको बारेमा जान्नुभएको होला उहाँ चाहिँ कति ग्रेट हुनुहुन्छ उहाँ कति पिसफुल हुनुहुन्छ उहाँ शान्तिका राजकुमार हुनुहुन्छ तपाईँ र हामीलाई त्यो स्वर्गीयमा लानको निम्ति उहाँले आफूले आफूलाई सेक्रिफाई गर्नुभयो उहाँले आफूले आफूलाई आज बलिदान गर्नुभयो आज तपाईँ र हाम्रो निम्ति को बलिदान हुनसक्छ के तपाईँको साथी सङ्गति के तपाईँको फ्रेन्ड तपाईँको आफन्त तपाईँको आमा बाउ कोही हुन सक्दैन तर हाम्रो परमेश्वर पिता हाम्रो निम्ति मर्नुभयो आज तपाईँ र हाम्रो निम्ति उहाँले क्रुसमा रगत बगाउनु भयो आज तपाईँ र हामीले बुझ्नुपर्ने कुराहरू हो हेर्नुहोस् त ब्रुनो गुड बाई कीप क्वाइट Bruno, Heavenly Father, thank you so much for this food. After this food, glory, precious Jesus' name, Amen. हेर्नुहोस् त प्रे गर्दा कसरी उसले कान ठाडो पार्छ Bruno, Heavenly Father, thank you so much
Thank you so much, Bruno. Heavenly Father, thank you so much for this food. After this food, glory, precious Jesus name, amen. हेर्नुस् त कान कति ठाडो बनाएको छ। उसले परमेश्वरको आवाजलाई बुझ्छ। आज मम्मीले चाहिँ प्रे गर्दैछ खानाको लागि भनिकन उसले इन्तजार गर्छ। आज तपाईँ र हामीले परमेश्वरलाई कहिले इन्तजार गरेका छौँ, उहाँलाई हाम्रो जीवनमा बोलाएका छौँ, वेलकम गरेका छौँ, उहाँलाई हामीले कहिले पनि खोजी गरेका छौँ छैनौँ। तर हाम्रो जीवन चाहिँ एउटा नष्ट छ अनि मृत्युपछिको हाम्रो जीवन नष्ट छ। हामी कहाँ जान्छौँ हामीलाई थाहा छैन, हामीलाई त्यो पनि थाहा छैन मृत्युपछि हाम्रो जीवन कहाँ जान्छ। आज हामी संसारमा खान्छौँ, लाउँछौँ, मौज मस्ता गर्छौँ, र हाम्रो जीवन एकैछिनमा आँखाको पलकमा, आँखाको झिमिकमा नष्ट हुन्छ। हामी एउटा मरणशील मान्छे हो, मर्नुपर्छ। र मृत्युपछिको जीवन के छ तपाईँहरूलाई थाहा छ? थाहा छैन। तर परमेश्वरले भन्नुभयो, जसले मलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ, जसले मलाई पुकार्छ त्यसको पापको क्षमा हुन्छ भनिकन भन्नुभएको छ। जसले उहाँलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ भनिकन उहाँले भन्नुभएको छ। कहिले मर्दैन, अनन्तसम्म जीवित रहन्छ भनिकन उहाँले भन्नुभएको छ। आज तपाईँ र हामी एक दिन मर्नुपर्छ। मृत्युपछि कहाँ जाने थाहा छ? थाहा छैन। आज मृत्युपछिको जीवन शून्यता छ। खाइसकेलाई छ, मरेपछि लम्पसार भनेर बुढाबुढीको उखानहरू छ। तर आज त्यति मात्रै होइन, आज मृत्युपछिको जीवन पनि हाम्रो आज न्याय हुन्छ। हामी दुईचोटि मर्नुपर्छ, दुईपल्ट, शरीरमा एकचोटि अनि आत्मामा। तर तपाईँहरूले सोच्नुहुन्छ होला हामी एकैचोटि मर्छौँ अनि हाम्रो जीवन नष्ट हुन्छ भनिकन। कहिले नष्ट हुँदैन। प्रिय हो, हामी चाहिँ शरीरमा एकपल्ट मर्नुपर्छ, फेरि आत्मामा पनि। आत्माको न्याय हुन्छ त्यतिखेर, बुझ्नुभयो? अनि शरीरमा मर्नेहरू अविनाशी रूपमा बौरिनेछन् र परमेश्वरले उहाँको न्याय गर्नुहुनेछ। उहाँले गर्नुभएका कामको त्यहाँ इन्साफ हुनेछ। हामीले के गरेका छौँ संसारमा? व्यभिचार गरेको छौँ, चोरी गरेको छौँ, हत्या गरेको छौँ, अरूको विचार, अरूको बारेमा नराम्रा कुराहरू गरेका छौँ, अरूको बारेमा हामीले नराम्रा कुराहरू सोचेका छौँ। यस्ता कामहरूको त्यहाँ लेखा हुन्छ। परमेश्वरको अगाडि साफ साफ हामीले घोडा टेकेर हामीले सफाई दिनुपर्छ। चाहे धनी होस्, चाहे गरिब होस्, चाहे राजा होस्, चाहे महाराजा होस्, चाहे चिफ मिनिस्टर होस्, चाहे प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे प्रेसिडेन्ट होस्, सबैले एक दिन परमेश्वरको राज्यमा घोडा टेकेर सब कुराको बयान दिनुपर्छ। हामीले गरेका कर्तुहरू, हामीले गरेका कामको पन्ना पल्टिनेछ। एक दिन त्यो बुक्स पल्टिनेछ अनि त्यो किताब पल्टिनेछ। त्यतिखेर परमेश्वर जजेस हुनुहुन्छ, न्याय हुनुहुन्छ, न्यायकर्ता हुनुहुन्छ। संसारको न्यायकर्ता उहाँ हुनुहुन्छ। आज उहाँले हाम्रो न्याय गर्नुहुन्छ। एक दिन स्वर्गीयमा हाम्रो न्याय हुन्छ। तर त्यति मात्रै होइन, तपाईँहरूले न्यायको पछि पनि तपाईँहरूको अन्त छ। त्यो भयानक आगो कहिले निप्दैन। आज जसले परमेश्वरलाई विश्वास गर्दैन त्यो आगोको भागीदार हुन्छ। आगोमा पस्नुपर्छ। मृत्यु त्यसको निम्ति भागेर गएको हुन्छ। त्यतिखेर मृत्युको चाबी बन्द भएको हुन्छ। प्रिय हो, आज तपाईँहरू हामीले बुझ्नुपर्छ, परमेश्वरलाई विश्वास गर्नुपर्छ। परमेश्वरमा अनन्त जीवन छ। आज हेर्नुहोस् त, हाम्रो ब्रुनोले पनि परमेश्वरको आवाजलाई सुन्छ, परमेश्वरको वचनलाई सुन्छ। ब्रुनो परमेश्वरको वचनलाई सुन्छ। हेर्नुहोस् त, उसले जब जब म प्रे गर्छु ऊ घोडा टेकेर बस्छ। हेभेनली फादर, ब्रुनो देख्नुभयो? हेभेनली फादर देख्नुभयो? कस्तो कान ठाडो बनाउँछ। उसले चाहिँ परमेश्वरको आवाजलाई सुन्छ। स्वर्गीय पिता भनेको न उसले बुझ्छ। मैले अङ्ग्रेजीमा हेभेनली फादर भनिरहेको छु, उसले बुझिसक्यो। उहाँ मेरो मम्मीले चाहिँ स्वर्गीय पिता भनिराख्नु भएको छ भनिकन आज परमेश्वरको वचन उसले बुझ्छ। ब्रुनो लुक एट मी, लुक एट मी, ब्रुनो लुक एट मी, ब्रुनो हेभेनली फादर, ब्रुनो हेभेनली फादर, हेभेनली फादर थ्याङ्क यू फुड, हेभेनली फादर थ्याङ्क यू फुड। उसलाई थाहा छ मेरो खानाको लागि प्रे भइरहेको छ भन्ने कुरा। आज त्यो खाना चाहिँ
परमेश्वरले दिनुहुन्छ। अनि हामी परमेश्वरले दिनुभएको खानालाई चाहिँ हामीले भोजनलाई चाहिँ थ्याङ्क यू भनिकन चाहिँ भन्नुपर्छ। आज स्वर्गीय पिताले मात्रै हामीलाई भोजन दिनु सक्नुहुन्छ। अनि जो ब्रुनोलाई खाना दिनुहुन्छ उहाँले बिहान र बेलुकाको लन्च डिनर दिनुहुन्छ। अनि आज ब्रुनोको लागि चाहिँ आज म प्रे गर्ने गर्छु। अनि त्यो फुड ब्रुनोको जो प्रभुले दिनुभएको फुड छ, खानेकुरा छ, त्यसको लागि चाहिँ म थ्याङ्क्स गडलाई चढाउन चाहन्छु। ब्रुनो, हेभेनली फादर, ब्रुनो, हेभेनली फादर, बुन्यो, मम्मी, 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 टिट टिट देखाऊ, टिट देखाऊ, टिट देखाऊ। गुड बोय, टिट देखाएको। स्मल टिट, बिग टिट, स्मल आइज, स्मल नोज। ब्रुनो, हेर्नुहोस् त, सो ब्युटिफुल, कति राम्रो कुराहरू। आज परमेश्वरले नै यसलाई फिक्री गर्नुहुन्छ, यसको परमेश्वरले नै यसलाई चिन्ता गर्नुहुन्छ, परमेश्वरले नै यसको स्वास्थ्यको रेखदेख गर्नुहुन्छ, परमेश्वरले यसलाई आज एनर्जी दिनुहुन्छ हुर्किन बढ्नको निम्ति। हेर्नुहोस् त, मैले ल्याउँदा सानो बेबी थियो, कान यति सानो थियो, आज यसको कान उठ्दैन होला भनेर मैले फिक्री गर्ने गर्थेँ। तर मेरो फिक्री चाहिँ आज परमेश्वरले भन्नुभयो तिम्रो फिक्री मलाई देऊ। अनि मैले मेरो परमेश्वरलाई मेरो ब्रुनोको फिक्री जिम्मा लगाएँ। अनि उहाँले नै त्यो कानलाई ठाडो बनाउनु भयो। मैले मेरो ब्रुनोको कानको लागि प्रे गर्थेँ बिहान बेलुका, ब्रुनोको स्वास्थ्यको लागि, ब्रुनोलाई हेल्दी बनाउनुहोस् भनिकन, अनि ब्रुनोको त्यो कान चाहिँ ठाडो होस् भनिकन मैले परमेश्वरलाई बिन्ती बिसाएँ, प्रे गरेँ। अनि परमेश्वरले म राति एक दिन उठेर हेरेँ, बिहान मर्निङमा उठेर हेर्दा त मेरो ब्रुनोको कान त ठाडो भइरहेको थियो। म फ्रस्ट्रेसन थिएँ पहिला, मेरो ब्रुनोको कान ठाडो हुँदैन भनेर फ्रस्ट्रेसन भइरहेको थिएँ। 3 मन्थ 4 मन्थ बित्यो, आज कान ठाडो हुँदैन भनिकन फ्रस्ट्रेसन थिएँ, दुःखी थिएँ। तर मेरो दुःख पीडा चाहिँ परमेश्वरले देख्नु भएछ। अनि जब म राति उठेर बिहान हेरेँ, बिहान म मेडिसिन खुवाउनुको लागि आएँ ऊ बसेको ठाउँमा, अचम्म लाग्यो। मैले राति प्रे गरेको थिएँ, गड ब्रुनोको कानलाई ठाडो बनाउनुहोस्, तपाईँले दिनुभएको डग हो, तपाईँले बनाउनु भएको अङ्ग हो, बढी हो उसको भनिकन प्रे गरेँ। बिहान उठेर हेर्दा त म सक भएँ, सरप्राइज मलाई भयो। अनि मेरो ब्रुनोको कान त ठाडो छ, उसले त मलाई त यति ठाडो कानले हेऱ्यो, ठाडो कानले स्वागत गर्यो। म त ह्याप्पी भएँ, म एकदमै खुसी भएँ। यति दुईवटा कान ठाडो गरेर एकदमै चलाक, क्लेभर, एकदमै चलाक भएर मलाई हेऱ्यो उसले। अनि मैले त्यति नै खेर घोडा टेकेर प्रे गरेँ, गड थ्याङ्क यू भनिकन, तपाईँलाई धन्यवाद दिन्छु भनिकन मैले मेरो गडलाई मैले धन्यवाद चढाएँ। आज तपाईँ र हामी पनि धन्यवादी हुनुपर्छ उहाँले गर्नुभएको कामको लागि, उहाँले गर्नुभएका सबै कामहरूको लागि, उहाँले गर्नुभएका सृष्टिका थोकहरूको लागि, उहाँले बनाउनुभएका सृष्टिका थोकहरूको लागि, आज उहाँले दिनुभएका कुराहरूको लागि तपाईँ र हामी पनि थ्याङ्क्स लर्ड भनिकन आज हामीले थ्याङ्क्स चढाउनुपर्छ। हेर्नुहोस् त ब्रुनोलाई, ब्रुनो लुक एट मी, मम्मी देख्नु हो, लुक एट मी मैले भने उसले थाहा भइहाल्यो मम्मीले बोलाउँदैछ भनेर। ब्रुनो लुक एट मी, स्मल नोज, टिट देखाऊ, टिट देखाऊ, देख्नु हो उसले टिट देखाउँछ, स्मल टिट। हेर्नुहोस् त, सो ब्युटिफुल। म अति नै खुसी हुन्छु मेरो ब्रुनोलाई देखेर। सानैदेखि क्लेभर थियो, सानैदेखि चलाक थियो। हेर्नुहोस् त, बुन्यो डोन्ट ब्याट, नो मम्मी, बुन्यो डोन्ट ब्याट, डोन्ट साउन्ड। ब्रुनो म तिम्रो लागि प्रे गरिदिन्छु। हेभेनली फादर, थ्याङ्क यू, ब्रुनो इज स्लिपिङ, थ्याङ्क यू, गुड स्लिपिङ।
यो हो कुरा। तपाईँ हामीले बुझ्नुपर्छ। आज तपाईँ र हामीले जान्नुपर्ने कुराहरू। आज मैले तपाईँहरूलाई यो भिडियो किन बनाएँ? यो भिडियो मैले डगको भिडियो बनाएँ। आज परमेश्वरले दिनुभएका कुराहरू हुन्। आज परमेश्वरले ज्ञान र बुद्धि दिनुहुन्छ डगहरूलाई, जीवजन्तुहरूलाई। उहाँले बनाउनु मात्रै हुन्न, आज त्यो पुरा पनि गर्नुहुन्छ। आज उसलाई चाहिँ त्यो बुद्धि, उसलाई चाहिँ त्यो ज्ञानहरू परमेश्वरले उसलाई प्रोभाइड गर्नुहुन्छ, दिनुहुन्छ। आज तपाईँ र हामीलाई बनाउनु मात्रै भएन, तपाईँ र हामीलाई सृष्टि मात्रै गर्नु भएन, तपाईँ र हामीलाई ज्ञान र बुद्धिले आज उहाँले भरिदिनु भएको छ। अनि ज्ञान र बुद्धि दिनुभयो, तर तपाईँ र हामीले त्यो ज्ञान र बुद्धिलाई रङ युटिलाइज गऱ्यौँ। अनि परमेश्वरले भन्नुभयो, म मान्छे बनाएकोमा अति नै दुःखी छु। अनि परमेश्वरले आज मान्छे बनाएकोमा दुःखी हुनुभयो, आफूलाई रिग्रेट गर्नुभयो, उहाँले सोच्नुभयो, उहाँले रिमाइन्ड गर्नुभयो उहाँले। अनि तपाईँ र हामीलाई बनाउनु भएकोमा अति नै दुःखी हुनुभयो। किनभने पहिला त उहाँले आफ्नै स्वरूपमा तपाईँ र हामीलाई बनाउनु भयो, उहाँले ज्ञान बुद्धि दिनुभयो, अनि हाम्रो स्वभावलाई उहाँले हेर्नुभयो। अनि आज मान्छे एक आपसमा लडेको देख्नुभयो, मान्छेले एक आपसमा डाहा गरेको देख्नुभयो, मान्छेले एक आपसमा हत्या गरेको देख्नुभयो। अनि उहाँले आफूलाई उहाँले रिग्रेट गर्नुभयो, मैले मान्छे बनाएकोमा म अति नै दुःखी छु भनिकन उहाँले पछताउनु भयो। अनि उहाँले यो पनि भन्नुभयो, मैले बनाएको जीवजन्तुहरूलाई, मैले बनाएको मान्छेलाई म मेरो हातले नै एक दिन नष्ट गर्छु। एक दिन परमेश्वरले तपाईँ र हामीलाई नष्ट गर्नुहुन्छ। के हो आज तपाईँ र हामी कति यो कुरालाई बुझ्नुपर्ने कुराहरू हुन्। आज तपाईँ र हामीले जान्नुपर्ने कुराहरू हो के होइन भन्नुहोस् त। ल त, गड ब्लेस यु, टेक केयर, हेभ अ नाइस डे, प्रेज द लर्ड, बाय बाय, टेक केयर, गड ब्लेस यु।